सावधान आमाबुवाहरू, मिठाई खाँदा मात्र बच्चाको दाँत बिग्रिँदैन। आमाको दुध खाँदा पनि बच्चाको दाँत बिग्रन सक्छ। आमाको दुधमा ल्याक्टोबेसिलस भन्ने ब्याक्टेरिया हुन्छ जुन दुध खाँदै गर्दा बच्चाको दाँतमा बस्छ र दुधमा भएको चिनी गुलियो पदार्थ एसिडमा बदल्छ र त्यसले बिस्तारै बच्चाको दाँतमा ह्याम्पर गरिरहेको हुन्छ, किरा लागिरहेको हुन्छ। दाँतमा किरा कसरी लाग्छ त विशेष गरी हामी कति आमाको बानी हुन्छ राति दुध खुवाउने बच्चालाई होइन, सुतेको बेला अझ सुतेर दुध खुवाउने त्यो बानी हुन्छ। दुध खुवाइसकेपछि दाँत सफा नगर्ने, दाँतको सरसफाइ उचित ढङ्गले नपुग्ने। यसको समाधान के त? दुध खुवाइसकेपछि बच्चालाई दाँत कुल्ला गराएर सुताउने, बच्चाको पहिलो दाँत उम्रिसकेपछि दाँतलाई कसरी सफा राख्ने भन्ने सिकाउन कोसिस गर्ने, राति दुध खुवाइसकेपछि सिधै बच्चालाई नसुताइहाल्ने। यी उपायहरू अपनाउनु हो भने दाँत सड्नबाट केही हदमा कम हुन सक्छ। सम्झनुहोला, दुध अमृत हो, तर दुध दाँतको दुश्मन भएर निस्कन्छ।